अलग्गै मन्दिर बनाउनु पर्यो भन्ने खालको सोच छ। पूजाको दिन भयो बारबेर गरेर हामीले चाहिँ पूजा त गरिरहेछौँ, तर भाँडा चाहिँ अरू पूजाका चाहिँ सामग्रीहरू छन् हैन। पूजा गर्दाखेरि पनि कमसेकम एउटा पूजामा गएर मन्दिरमा गएर बसेर गर्न पाए हुन्थ्यो। भोलिका दिनमा एउटा हलै बनाए हुन्थ्यो, हाम्रा सबै चाहिँ दाजुभाइहरू त्यहाँ बस्ने गर्ने छलफल गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छ। त्यसलाई कर्मशः हाम्रो चाहिँ प्लानका हिसाबले हामीले त्यसलाई लिएर गएर एउटा योजना बनाउने र हामी चाहिँ योजना बनायौँ भने मलाई लाग्छ अत्यन्तै सजिलोसँग यो चाहिँ काम सम्पन्न हुन्छ। सबैको एकमत चाहिँ बनाइसकेपछि खर्च जुटाउने लागत जुटाउने कुरालाई धेरै ठुलो कुरो हो भन्ने मलाई लाग्दैन। हाम्रो उद्देश्य पहिला के हो, उद्देश्यमा सबैको सहभागिता हो कि होइन, उद्देश्य हामी सबैका लागि ग्राह्य हो कि होइन भन्ने कुराले यसमा अर्थ राख्ने भएको हुनाले यो कुरा पनि यो रूपमा हामी चाहिँ प्रस्तुत गरेका चाहिँ छौँ। अर्को हाम्रो वंशावली विगतमा चाहिँ हाम्रो प्रकाश भाइले अलिकति चाहिँ बनाएका चाहिँ थिए, बिचमा ग्यापिङ चाहिँ भएको छ हैन। धेरै चाहिँ हाम्रो अब वंश चाहिँ विस्तार भएको छ र गत हाम्रो पूजाको बेलामा पनि वंशावली बनाउने भन्ने कुरा चाहिँ भयो। एक खालको मेहनत चाहिँ हाम्रो पूर्णचन्द्र भाइले चाहिँ गरेका छन् हैन, उनले गरेका छन्। अब यसलाई गरेको कुरालाई अबको दशैँसम्म हाम्रो लक्ष्य के भने अबको दशैँसम्म हाम्रो वंशावली चाहिँ राख्ने। त वंशावलीमा हिजोका दिनमा हामीले मुख्यतया पुरुषलाई मात्रै हामीले चाहिँ दिएका थियौँ भने अब छोरीबेटीहरूलाई पनि दिदीबहिनीहरूलाई पनि हामीले समावेश गरेर हामीले चाहिँ वंशावली बनाउने र यसको लागि मोडालिटी कस्तो हो भने एउटा खलकको एउटालाई जिम्मा दिने। हामीले बनाएको मोडालिटी हामीले चाहिँ व्हाट्सएपमा पठाउने, त्यहाँ थपथाप गर्ने, नाम परिवर्तन अब त्यहाँ बिग्रेको छ कि भत्केको छ यसमा यसो भनिसकेपछि त्यसलाई लिएर गएर एउटा बुक चाहिँ तयार गरेर अब दशैँसम्म हामीले त्यो बनाउने र वितरण चाहिँ गर्ने। जुट्नै सकिएन छ भने पनि हैन, दशैँको बेला कोही यहाँ आइन्छ, कोही कहाँ आइन्छ, हामीले चाहिँ सबैको घर गएर हाम्रो वंशावली तयार पारेर पठाउने लक्ष्यका साथ हामी कार्यक्रममा अगाडि बढेका छौँ। र हाम्रो खर्च पर्चको कुरा छ, अघिल्लो पूजाको खर्च सरसर्ती त्यहाँ माइनिटिङ छुटेको रहेछ, तर हिसाब के थियो भने हिसाब किताब उठेको र खर्च भएको सबै बराबर चाहिँ देखिन्छ हैन बुझाइमा। अब अहिले पनि हामीले टेन्टेटिभ हाम्रो यति खर्च हुन्छ भनेर साधारणतया हिजोसम्म हाम्रो खर्च पर्चको हिसाब किताब भएको छ र यति रुपियाँ प्रत्येक घरबाट उठाउँदाखेरि पुग्छ भन्ने हिसाबले हाम्रो चाहिँ गरेका चाहिँ छौँ। अब त्यसलाई अब आयव्ययको हिसाबले हामीले यति रकम उठाउने भनेर अहिले हामी निर्णय गर्छौँ। त्यो कुरा आइसकेपछि अब हाम्रो चाहिँ जति खर्च पर्च हाम्रो हुन्छ फाइनल र बचत भएको खर्च भएको यति, उठेको यति, खर्च भएको यति, बचत भएको यति भनेर माइनिटिङ गरेर हामी राख्छौँ। त्यसको पैसा चाहिँ एक ठाउँ कोषाध्यक्षकै जिम्मा अथवा कसैको जिम्मा त्यो पैसा रहन्छ। यहीँ रहने अब एक दुई दिन बस्नेको चाहिँ जिम्मा हुन्छ। अब हिजो भोलि पूजा गरेर यताउति गएछ भने पनि माइनेटमा भइसके पछाडि त्यो चाहिँ हुन्छ। माइनेटको फोटो खिचेर अब हामी कार्य समितिकालाई मुखीलाई पठाउने, यहाँ बस्नेले पठाउने गरी त्यो प्रबन्ध चाहिँ गर्ने र भोलि चाहिँ पूजा छ। भोलिको पूजालाई अत्यन्तै व्यवस्थित रूपले कसरी गर्ने, विवाद रहित कसरी गर्ने र अलिकति केही अब समस्या पनि छन्, टाढाका मान्छे पनि छन्, तिनीहरूको सुविधालाई हामीले ख्याल कसरी गर्ने। अब यहाँ पनि पाहुना पाछाहरू धेरैतिरबाट धेरै पाहुना पाछा चाहिँ हामीले निम्ता गरेका छौँ घर घर। अब उहाँहरू चाहिँ आउँदाखेरि पनि हामीले टाइममा चाहिँ हामीले यहाँ पूजा सकेर घर पठाउनु पाइयो भने बल्ल साँझसम्म प्रसाद खुवाएर चाहिँ हाम्रा इष्टमित्रलाई पठाउनु पर्ने होला। त्यसैले त्यो कुरालाई पनि व्यवस्थित गर्नुपर्ने छ। आज केही कामहरू हामी गरेका छौँ, अब भोलिको काम के छ, के कामहरू कसको जिम्मा हुन्छ भन्ने कुरालाई पनि यो विविधमा राखेको छ। र त्यसबाहेक अब मैले राखेका यी प्रस्तावहरूभन्दा बाहिर अझै पनि यो कुराहरू थप्नुपर्छ, यो प्रस्ताव थप्नुपर्छ भन्ने हजुरहरूलाई लाग्दछ भने हजुरहरूले यो चाहिँ टिप्पण गराउनुहोस्, त्यसमा पनि हामी बसेर छलफल गर्छौँ। अन्यथा कर्मशः एक गरेर प्रस्ताव अगाडि बढ्छ। धन्यवाद। अहिलेलाई ल केही प्रस्ताव नयाँ प्रस्ताव छन् भने भनौँ। प्रस्ताव नम्बर 1